वेलकम ब्याक टु मुसे भ्लग होइन। पार्सल चाहिँ आइसकेको रहेछ है, त्यहाँ पोस्टल कोडमा राखिदिएको रहेछ। कोड भन्दा पनि पोस्टल बक्समा। म चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। हुन त यत्रो मात्रै रहेछ, पक्क त्यो उमा बक्समा छिरादिएछ अनि गएछ। हरामी हो बेटा। अनि के हो, कहिले बाउलाई लाउने निठुलो हुने दिन्छ, कहिले कहिले कता टोपी चाहिँ आला ठिक हैन। टोपी चाहिँ ठिक छ कि यहाँ यो त यो आएको यहाँ लगाउने अब मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहिए। जापान आउनेहरूलाई के सजेसन भने काम गर्न नलजा केटा हो। यहाँ भारी बोक्नेदेखि टोयलेट सफा गर्नेसम्म केही फरक पर्दैन, तर पैसा चाहिँ आउनुपर्छ होइन। पैसा कमाउनु पर्यो मेन कुरो, अनि पढ्नु पर्यो, त्यही हो। आएर फेरि आइहाल्यो यहाँ आउँ भनेर धेरै ओभर टाइम गऱ्यो भने नि उयो हानिदिन्छ यहाँबाट। कहना क्या चाहते हो? आइसकेको छ, मैले फर्स्टमा गर्न बिर्सेँ होइन, हेर्दै थिएँ भिडियो के भयो भनेर। अनि अब ट्रेन चाहिँ आइसकेको छ, अब यो खुल्छ आफै हेर्नु है त। खुल्छ अब यहाँ छिर्ने हो, यहाँ अब बोल्नु चाहिँ पाइन्न, रुल्स इज रुल्स। अब मैले राखिदिएँ त भित्र गएर। शाबाश बेटा। एउटा ट्रेन थियो चढिएछ अर्को होइन, त्यो कारण चाहिँ यो भिडियोको चक्करमा म चढिहालेछु के। देखा आपने लापरवाही का नतीजा है। सपोर्ट चाहिएछ नि त मलाई नि, त्यो भएर सबैले हेरिदिनु होला, माया गरिदिनु होला है। अहिले चाहिँ मैले धेरै डिस्टर्ब गरिदिइसकेँ यहाँ, सो अहिलेलाई चाहिँ यति नै। अबे साले सधैँ काम गर्ने दाइ हुन् होइन, तर ब्ल्याक एन्ड व्हाइट, ब्ल्याक एन्ड व्हाइट। कौन है ये लोग? कहाँ से आते हैं? देखिन यति सोझो, तर होइन भित्रबाट हेऱ्यो भने त कसैले सक्दैन क्या यहाँ। कसम मैले त हात जोडिदिन्छु। समझ रहे हो? समझ रहे हो? समझ रहे हो? हेर्दै गर्नु होला, साथ सपोर्ट गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ ठोक्न नभुल्नु होला। सो फाइनल्ली वेलकम ब्याक टु मुसे भ्लग होइन। आजबाट चाहिँ नाम चेन्ज भइसकेको छ, टक्क मुसे भ्लग। अब चाहिँ त्यही सोच जस्तो लाग्यो, टक्क अब हेर्दा पनि सबैले मुसे मुसे भन्छ क्या, म त्यस्तै भएर नि होला सायद होइन। आज चाहिँ अब नयाँ एनर्जी, नयाँ नेम, नयाँ शब्द सबै नयाँ भएर आउँदैछु। आज चाहिँ म टक्क काममा जाँदैछु, कामको अब यसो बनाइदिइहालौँ भनेर। जापानमा काम गर्दा कस्तो के हुन्छ होइन, सबलाई थाहा होस् न त। त्यो हिसाबले चाहिँ आज म टक्क बनाउनु गइरहेको छु। यसरी यो रातो हुन्छ क्या, यसलाई चाहिँ हानाबी पनि भन्छ होइन। फेरि हानाबी होइन, मोमिजी, सरी मोमिजी भन्छ। यो चाहिँ पुरै रातो हुन्छ क्या, पुरै रातो झर्दैन तर रातो हुन्छ क्या भात, त्यसलाई चाहिँ मोमिजी भन्छ। सो फाइनली हाम्रो पार्सल चाहिँ आइसकेको रहेछ है, त्यहाँ पोस्टल कोडमा राखिदिएको रहेछ। कोड भन्दा पनि पोस्टल बक्समा। म चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। हुन त यत्रो मात्रै रहेछ, पक्क त्यो उमा बक्समा छिरादिएछ अनि गएछ क्या। जे भयो भने एकचोटि कल त गर्नु पर्थ्यो है, थाहा नै थिएन कहिले आएको। 16देखि 18मा भन्थ्यो, तर आज 16 हो, बिहानै ल्याइदिएछ। सो म चाहिँ यो अनबक्सिङ गर्न गइरहेको छु। यहाँ मेरो के छ हेर्नु है त टक्क होइन। यहाँ चाहिँ मैले चाहिँ एउटा टोपी अनि प्यान्ट मगाएको थिएँ अनलाइनबाट। सो हेरौँ है त टक्क होइन। प्यान्ट हो र, आउनु न त यार, बलर न यो चाहिँ टक्क हाम्रो चाहिँ आइसकेको छ, तर प्यान्ट कुन साइजको आयो भन्ने भइरहेको थियो क्या। ह्यान्ड ट्यान्ड मुला ए टोपी मुला, आज यो टोपी लगाएर जाने हो, ठिक छ। अब यो प्यान्ट त यस्तो, यो प्यान्ट हो के थाहा, त्यो मगाएको थियो बच्चा पनि आयो हेर के हो र यो त। लगाइज प्यान्ट हेर्नुहोस्। मलाई कहिले यत्रोबाट कहिले के हो यो त यहाँ। कुन साइजको प्यान्ट आएको होइन, के हो, कहिले बाउलाई लाउने निठुलो हुने दिन्छ, कहिले कहिले कता टोपी चाहिँ आला ठिक हैन। टोपी चाहिँ ठिक छ कि यहाँ यो त यो आएको यहाँ लगाउने अब भान्जीलाई पठाइदिनु पर्ला घरमा क्या नेपालमा। साले मागेको त लास्टै स्मेल पठाइदियो त्यो स्मेल भयो भयो
चिल्ड्रेनको स्मल रहेछ अब सानो भने त सानै आएछ त यहाँ मैले त मिडियम मगाएको हो मेरो नि त्यस्तै ल्याइदिनु होला म त्यसो जिन्दगी आउँदैन त्यसै खाएमा त यसलाई पनि रिटर्न गर्दैन अब मलाई याद रहेछ यत्रो त के काम त नि यहाँ कसले लाउनु होइन क्या पहिला त्यो डबल एक्सएल हाने यो यत्रो 2 यान छिर्ने आयो अहिलेको पालि ऊ त्यही फिर्ता गरे हो एउटा पनि छिर्नु त्यो फिर्ता गरेर लगेन अनि त्यसपछि यो मगाएको त्यो पैसाले यहाँ भुरा जत्रो आयो अनि के गर्ने जहिले यत्रो स्टार्टिङमै यस्तो जे भए पनि टोपी चाहिँ लगाउँछ होला सो हाम्रो प्यान्ट देखिहाल्नुभयो होइन यो त यहाँ आउँदा ठिक्क यहाँ यो लाएर अनि काममा 2 वर्ष भुरा लाउनु प्यान्ट आएछ सो मैले चाहिँ अनि तपाईँ हाम्रो पार्सल पनि आएको रहेछ पार्सल हेरेको स्टार्टिङमै चार्ट बनाइदिएको पार्सलले पनि आयो पुरै उके पहिला प्यान्ट मगाएको कति 2 जना छिर्ने आएको थियो अहिले चाहिँ बच्चालाई हुने आएको रहेछ यस्तै हुन्छ यसमा चाहिँ साइज आफूले चुज गरेर गर्नुपर्ने हुने रहेछ क्या साइजले 2 चोटि मगाइसक्यो 2 चोटि घात गरिसकेको गाइस होइन पैसा मात्रै वेस्ट भइरहेछ क्या हुन त पैसा त वेस्ट होइन चेन्ज गर्दाखेरि पनि गतिले आएन त्यही हो ट्रेनले यति बेलै डिस्टर्ब गर्छ क्या फेरि त्यही भएर बनाउनै मन लाग्दैन क्या बनाउन भनेर हिँड्यो ट्रेन आउँछ यहीँबाट साइडबाट यसरी यहाँ माथि अनि वहाँ गरेर डिस्टर्ब हानिदिइहाल्छ के बोल्नै दिँदैन अनि सो आज चाहिँ म टक्क लाएर काममा जाँदैछु कि आज स्याटरडे होइन सन्डे हाम्रो गएको चाहिँ बिदा हुन्छ पढाइ हुन्न तर काम चाहिँ छ के गर्नै पऱ्यो यहाँ नगरी खान पाइन्न सो म चाहिँ टक्क लाएर स्टेसनमा आइपुग्न लागिसकेँ होइन अनि त्यहाँबाट टक्क ट्रेन चढ्नुपर्छ ट्रेनमा लगभग 1 घन्टा लाग्छ क्या काममा पुग्नलाई म तपाईँहरूलाई ट्रेन पनि देखाइहालिदिन्छु होइन म स्टेसन चाहिँ पुग्नै खोजिसकेँ एकछिन है त होल्ड हो हाम्रो यता चाहिँ बवाल पाइन्छ कि फेरि सब बवाल पैसा पनि बवाल मान्छे पनि बवाल होइन अब यहाँ चाहिँ कुर्नुपर्ने हुन्छ यसरी टक्क यहाँ त सिस्टम हो रुल्स तोड्नु पाइन्न जापान राम्रो छ रुल्स चाहिँ तोड्नु भएन कसैले नै केटा तपाईँहरू जापान कस्तो ठाउँ भन्नुहुन्छ भने आफू अनुशासित भएर रुल्स पालना गर्नु पऱ्यो एकदम राम्रो हुन्छ यहाँ चाहिँ होइन अब महँगो भन्नुहुन्छ भने अब कमाइअनुसार ठिक हो तर राम्रो नराम्रो चाहिँ रुल्स अनुशासन हेरेर गर्ने हो क्या जापान भनेको एउटा अनुशासित भएको कन्ट्री हो सो सब अनुशासनमा रहेर गर्नुपर्ने हुन्छ हामी चाहिँ होइन स्टेसन आइसकेका छौँ यहाँ यसरी देख्न सक्नुहुन्छ यो स्टेसन हो होइन अनि यहाँबाट चाहिँ माथि इन्ट्रेन्स गरेर जानुपर्ने हुन्छ यहाँ चाहिँ अनि निकालिहालेँ यस्तो हुन्छ यसले टक्क गर्ने अनि जाने यहाँनिर टक्क पार्ने अनि यहाँ देखाउँछ यहाँबाट लाग्दिने स्टेसन आइसक्यो यतापट्टि ट्रेन आइरहेछ त्यही भएर हल्ला केही सुनेको छैन होइन अनि म चाहिँ यतापट्टिबाट जानुपर्ने हुन्छ अनि यतापट्टि आएको हो यतापट्टि आउने छ यहाँ आएपछि म चढ्छु चढेर अनि काममा जान्छु यहाँ चाहिँ अलि अगाडि गएर वेट गर्नुपर्ने हुन्छ कि मैले अनि सो त्यसकै लागि म अलि अगाडितिर चाहिँ जाँदैछु सो यहाँ फेरि यस्तो छ कि जापानमा अरूको अनुमति बिना कसैले अरूको भिडियो बनाउनु पाइँदैन कि त्यही हुनाले एउटा भिडियो त मैले अलरेडी डिलिट हानिसकेँ तपाईँहरूले देख्नुहुन्छ त्यो के को भन्दाखेरि बार्बेक्यूको पार्ट 2 थियो नि त्यो चाहिँ त्यसमा अब त्यस्तै प्रब्लम आयो यहाँ अरूको अनुमति बिना खिच्नु पाइँदैन क्या सो जापानमा भिडियो खिच्नेहरूले भ्लग बनाउनेहरूले यो चाहिँ ध्यान दिनु होला जहाँ पाए त्यहीँ गएर भिडियो बनाएर होइन जसको पाए त्यसको अनुहार देखाउनु चाहिँ पाइन्न है गाइज त्यो चाहिँ याद गर्नु मेरो एउटा भिडियो खेर गयो के गर्नु त होइन देखियो अब मैले देखाएको त होइन आफै देखेको हो तर देखाउनु पाउने रहेनछ ठिक छ यसमा केही छैन त्यही हो एउटा कुरा सिक्यो नि त होइन
नमिल्ने रहेछ भन्ने सिक्यो त्यही हो। अब जहाँ पाए त्यहीँ गरेर खिच्नु चाहिँ भएन, जो पाए त्यसलाई देखाउनु चाहिँ भएन है आफ्नो भिडियोमा, अरूलाई देखाउनु भएन। फेरि डिस्टर्ब गर्न यो आइसक्यो क्या, गयो भने अहिले त बेला बेला डिस्टर्ब हान्न फाटा आइरहन्छ क्या, त्यही भएर अनि बनाउनै मन लाग्दैन, झ्याउ लाग्छ क्या। सो अनि आज चाहिँ नयाँ नेमका साथ हान्दिउँ न त भनेर आएको होइन। अब त्यही हो, म ट्रेन कुदैछु, ट्रेन आएपछि हजुरलाई देखाउँछु ट्याक्क। चाहिँ आइसकेको छ, मैले फर्स्टमै गर्न बिर्सेँ होइन, हेर्दै थिएँ भिडियो के भयो भनेर। अनि अब ट्रेन चाहिँ आइसकेको छ, अब यो खुल्छ आफै हेर्नु है त, खुल्छ। अब यहाँ छिर्ने हो, यहाँ अब बोल्नु चाहिँ पाइन्न, रुल्स इज रुल्स। टक्क मैले राखिदिएँ त भित्र गइसकेँ, चढ्नुपर्ने एउटा ट्रेन थियो, चढिएछ अर्को होइन। त्यो कारण चाहिँ यो भिडियोको चक्करमा म चढिहालेको छु के, अनि म चाहिँ टक्क निक्लिहालेँ अर्को स्टेसन गएर। फेरि यहाँ अर्को आउँछ, यो चाहिँ गयो यसरी। म चाहिँ चढ्नुपर्ने 12:18 को ट्रेन थियो, 12:13 को चढिएछ कि, एकतिर जानुपर्ने अर्कोतिरकोमा चढिएछ। सो त्यही भएर म चाहिँ निक्लिहालेँ। चाहिँ फेरि हल्ला छ के, यो चाहिँ तपाईँहरूले कहाँ भन्नुहुन्छ भने यो चाहिँ सिन्जुकु स्टेसन हो। यो चाहिँ जापानकै ठुलो स्टेसनमा एउटा गनिन्छ। यसमा चाहिँ मान्छे हुँदी हुन्छ क्या, योभन्दा तल अब पुरै यहाँ देख्न सक्नुहुन्छ, तल जाने हो। यो मान्छे भयो अन्डरग्राउन्ड कत्रो ठुलो छ क्या, त्यहाँ गएपछि मान्छे हराउँछ क्या। हामी एकचोटि हराएको साथीहरू त्यहाँ गएको थियौँ, कहाँ हो यता पनि उता पनि ठुलो छ क्या ठाउँ, एरिया ठुलो छ। अनि हामी चाहिँ हरायो क्या एकचोटि। अनि फर्स्टमा म्याप हेरेर नै आउँथेन, अनि त्यही हो म्याप हेरेर नजानेपछि यहाँ सकिन्न क्या। चिनेर त सधैँ हिँड्यो भएको चिन्नु आएछ, एक दुईचोटि आएको त कहाँ कसरी चिन्ने। अनि जसरी हो त्यो बेला चाहिँ निक्ल्यो। आज चाहिँ फेरि ट्याक्क अर्को छिर्नु पर्ने, एउटा छिरिएछ। अब के गर्नु, त्यस्तो हुन्छ कहिलेकाहीँ। त्यही भएर म चाहिँ निक्लिएर यहाँ फेरि कुरिरहेको छु, अब अर्को चढ्नुपर्छ। अब यस्तो झुकिन सक्छ, तपाईँहरू टाइम हेर्नुहोस् अनि कहाँसम्म जाने त्यो पनि हेर्नुपर्छ है। ट्रेन चढ्दा चाहिँ एउटै लिकमा 2-3पट्टि जाने ट्रेन आउँछ क्या। अब त्यो अनि एकपट्टि जाँदाखेरि अनि त्यो छैन, अनि हराइन्छ कि यसरी। तपाईँ टाइम हेर्नुपर्छ क्या, टाइम हेरेपछि अनि कुन बेला कतिको आउँछ भन्ने थाहा हुन्छ। सो त्यसरी चाहिँ कहिले नझुक्किनु होला। आज म फर्स्ट टाइम झुक्किएँ होइन, अन्त भिडियो हेर्दै थिएँ, ट्रेन आयो चढिदिएको अर्कै रहेछ। त्यही भएर नि म चाहिँ खाटा ओर्लिहालेँ क्या। मैले टाइम नहेरेको भए आज म कहाँ पुग्थ्यो थाहा थिएन। काम पनि जाम थियो, पैसा नि जाम थियो, मान्छे कहाँ पुग्थ्यो, यता भाडा छुट्टै अर्को लाग्थ्यो, टेन्सन हुन्थ्यो। सो त्यही भएर होसियार, बी केयरफुल हुनु। यस्तोमा चाहिँ झुकिन सक्छ है गाइज। यसलाई चाहिँ हल्ला भयो, मैले धेरै हल्ला गरिदिइसकेँ यहाँ, डिस्टर्ब भइरह होला उनीहरूलाई। सो अहिले चाहिँ यति नै। म अब तपाईँ ट्रेनबाट ओर्लेपछि बनाउँछु होइन। मैले चाहिँ एउटा ट्रेन चेन्ज पनि गर्नुपर्छ ओर्लेर, अनि फेरि अर्को चढ्नुपर्छ क्या, सिधै गइन्न। त्यो भएर चाहिँ अब म यो ओर्लेपछि तपाईँहरूलाई देखाउँछु। भिडियो चाहिँ अब आउँदै गर्छ, वर्षा झरेर मुसे भगले मुसेको तालमा मुसाको कतिको के हुन्छ थाहा छ नै छ त हजुरहरूलाई। मुसाले गर्नु पऱ्यो भने के गर्छ, सबले मलाई मुसे भन्छ क्या। सो मैले नामै मुसे भुलेर राख्थेँ। सो अब भिडियो आउँदै गर्छ, सबैले हेर्नु होला। साथ सपोर्ट चाहिँ एकदम हान्दिनँ है गाइस, के गर्नु यस्तै छ होइन। जापानको भिडियो हो, तेरो मात्र किन हेर्नु, कतिको आउँछ भन्नुहुन्छ। तर सपोर्ट चाहिएछ नि त मलाई नि, त्यो भएर सबैले हेरिदिनु होला, माया गरिदिनु होला है। अहिले चाहिँ मैले धेरै डिस्टर्ब गरिदिइसकेँ यहाँ। सो अहिलेलाई चाहिँ यति नै। चाहिँ अब काम गर्ने ठाउँमा आइपुग्न लागिसक्यो होइन। अहिले ट्रेनबाट ओर्लिने बित्तिकै बनाउँछु भनेको, तर चाहिँ यति थियो कि बनाउने वातावरणै थिएन। अहिले चाहिँ हामी दाइलाई भेटिसकेका छौँ। यो चाहिँ हाम्रो सधैँ काम गर्ने दाइ हुन् होइन, तर ब्ल्याक एन्ड व्हाइट देखिन यति सोझो, तर होइन भित्रबाट हेऱ्यो भने त कसैले सक्दैन क्या यहाँ। कसम मैले त हात जोडिदिन्छु, सकिन्न के होइन। कुनै माइका लालले सक्दैन। यो बारे छोड्दौँ कुरा होइन। बुन्नेले बुझ्छ, नबुन्नेले त अब बुन्नेले बुझ्दैन के अरे, बुन्नेले बुझ्छ नबुन्नेले बुझ्दैन। अब त्यसमा चाहिँ भन्नुपर्दा खान्न, त्यो त फेरि यहाँदेखि खान्न क्या। अनि त्यही हो, हामी चाहिँ अब यसरी यस्तो खाइसक्यो हुन्छ होइन।
अनि हामी चाहिँ यसको भन्दा यतापट्टि जानुपर्ने हुन्छ टक्क अब काम त त्यही हो होइन कुल्ली कुल्ली जापानी कुल्ली जापानी कुल्ली नै भन्नुपर्छ तर केही छैन काम अनुसार त हुन्छ नै जापान आउनेहरूलाई के सजेसन भने काम गर्न नलजाओ केटा हो यहाँ भारी बोक्नेदेखि टोयलेट सफा गर्नेसम्म केही फरक पर्दैन तर पैसा चाहिँ आउनुपर्छ होइन पैसा कमाउनु पर्यो मेन कुरो अनि पढ्नु पर्यो त्यही हो आएर फेरि आइहाल्यो यहाँ आउँ भनेर धेरै ओभर टाइम गऱ्यो भने नि उयो हानिदिन्छ यहाँबाट त्यही भएर ध्यान दिएर गर्नुपर्छ त्यो चुके त्यो नै भने जस्तो अनि यसरी चाहिँ यहाँ चाहिँ यो पात झरे पनि रातो रातो हुन्छ यसलाई चाहिँ के यो रातो रातो हुनेले के भन्छ तपाईँ थाहा छ पात रातो रातो हुन्छ नि मोमीजी भन्छ नि मोमीजी भन्छ क्या यहाँ चाहिँ पहेँल पहेँल भइरहेछ हाम्रोतिर भएको थियो क्या रातो रातो त त्यसलाई चाहिँ मोमीजी भन्छ क्या अन्त चाहिँ हेर्न सकिन्छ यता चाहिँ पुरै खाइसिया छ होइन यो पनि पुरै खाइसिया हो त्यस्तै कामै कामको यहाँ देखिहालेको छ सबले यो पनि तर हामी चाहिँ यस्तो लाग्नुपर्ने हुन्छ यहाँबाट टर्न लेफ्ट घुमेर त्यो खाइसियामा हो हामीले काम गर्ने चाहिँ अब त्यो खाइसियाभरि ठुलो छ खाइसिया त खासै केही भएन काम गर्ने चाहिँ हामीले त्यसमा हो अनि हामी चाहिँ सब अगाडि देखिहाल्नुभयो होइन सबै कति हुन्छ के धेरै हुन्छ काम चाहिँ राम्रै हुन्छ खासै त्यस्तो त केही हुन्न सो आजलाई भ्लग चाहिँ यतिसम्मै राखौँ होइन अरू भ्लग आउँदै गर्छ हाम्रो दाइसँग अब हाम्रो डेली भ्लग आउने डेली भ्लग आउने प्रयास हुन्छ केही छैन हेर्दै गर्नु होला साथ सपोर्ट गर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ ठोक्न नभुल्नु होला गाइस